ज्ञानेन्द्र राजा एउटा कुख्यात व्यापारी हो। राजाको छोराको नाताले एयरपोर्टमा कुनै पनि भन्सारमा चेक जाँच नहुने, त्यो बेला नेपालबाट गैंडाको खाक निर्यात गर्ने, हात्तीको दन्त र पुच्छार निर्यात गर्ने, राम्रा र महँगा पुरातात्विक मूर्तिहरू निर्यात गर्ने र विदेशबाट हिरोइन भित्राउने कुख्यात व्यापारी हुन्। एकचोटि हामीले त्यतातिर फर्केर भन्नै पर्छ, खबरदार, इतिहासको रक्षानमा मिल्काएको तिमी ज्ञानेन्द्र शाह धेरै अरूको खुट्टामा नहिँड, योभन्दा भयानक दुर्घटना हुन सक्छ। गाडीको सर्भिसिङ छिटो गरौँ, अर्थात् गणतन्त्र। लोकतन्त्रमा समस्याहरू छ भने त्यसलाई उपचार गरौँ। ड्राइभरलाई अलिक स्मार्ट ड्राइभर हामीले छानौँ। निर्वाचनबाट 5 वर्ष तिमीले यो देश चलाउने तिमी ड्राइभर हो भनेर लाइसेन्स दिने अधिकार त लोकतन्त्रमा जनतामै छ त। इतिहासमा सडे गलेको रक्षानबाट उठेर जसले जिउँदो 21औं शताब्दीको वैज्ञानिक युगको जनतालाई तर्साउन खोजिरहेको छ, ती प्रेत आत्माहरू सफल हुने छैन। जसरी बगेको नदी अरुण उकालो फर्किने छैन मकालुतिर, जसरी मरेर गएको हजुरबुवा चियानबाट घाटबाट फर्किने छैन, त्यसै गरी यो देशमा राजतन्त्र फेरि फर्किने छैन। राजतन्त्र नफर्किने कारणहरू छन्। पहिलो कुरा त लोकतान्त्रिक गणतन्त्रमा समयअनुसार दल र नेताहरू निर्वाचनद्वारा जनताले फेर्न सक्छ। लोकतन्त्रमा एकजना नेता र एकजना एउटा दल भ्रष्ट भयो भने जनताले त्यसलाई निर्वाचनद्वारा परिवर्तन गरिदिन सक्छ। अझै भनौँ अग्रगामीहरूको शक्ति पुगेको दिन प्रगतिशील ढङ्गले संविधानको संशोधन गरेर देशलाई अगाडि लान सक्छ। तर वंशीय राजतन्त्रमा 240 वर्षको अत्याचारलाई वंशीय तन्त्रलाई अन्त गर्नको निम्ति हजारौंको संख्यामा शहीद हुने हामीले आँट गर्नु पर्यो। त्यसकारणले यो वैज्ञानिक युगमा वैज्ञानिक जनतालाई अघि बढ्न चाहने जनताहरूलाई नेतृत्व गर्न सक्ने उसको एजेन्डा छैन। त्यसकारणले राजतन्त्र सम्भव छैन। अर्को कुरा, हाम्रो देशमा जो आफूलाई म राजा पूर्व राजा हुँ भनेका छन्, कतिपय राजनीतिक पार्टी र नेताहरूले पनि राजा र पूर्व राजा भनेर सम्बोधन गर्छन्, तर हामी भन्छौँ ऊ राजा होइन। जतिखेर नारी हिटीमा वीरेन्द्रको वंशनाश भयो, राजाको छोरा राजै हुने परम्पराबाट नेपालको कडी टुटो। त्यस पछाडि त्यो बेलाको दलहरूले साहस गर्न नसक्दाखेरि, त्यो बेलाको दलहरूको आत्मभित्र पानी बगेको हुँदाखेरि सिंहस्थानमा गएर ज्ञानेन्द्र शाह बसेको मात्रै हो। औपचारिक रूपमा नेपालमा राजतन्त्र वीरेन्द्र र दिपेन्द्रको हत्यापछि समाप्त भएको कुरा हो। त्यसकारणले पूर्व राजा ज्ञानेन्द्र होइन, उता ज्ञानेन्द्र शाह मात्रै हो। एकातिर त्यो हो भने ऐतिहासिक पृष्ठभूमि, अर्कोतिर उसको चरित्रको कुरा गर्ने हो भने ज्ञानेन्द्र राजा एउटा कुख्यात व्यापारी हो। राजाको छोराको नाताले एयरपोर्टमा कुनै पनि भन्सारमा चेक जाँच नहुने, त्यो बेला नेपालबाट गैंडाको खाक निर्यात गर्ने, हात्तीको दन्त र पुच्छार निर्यात गर्ने, राम्रा र महँगा पुरातात्विक मूर्तिहरू निर्यात गर्ने र विदेशबाट हिरोइन भित्राउने कुख्यात व्यापारी हुन्। राष्ट्रिय रूपमा पनि अन्तर्राष्ट्रिय रूपमा पनि उसको छवि राम्रो छैन। ल ज्ञानेन्द्र शाह पछाडि त अर्को राम्रो शाह आउला नि भनौँ भने पछाडि लगत्तै पारस शाह छ, जो गुण्डाको नायकी हो, लागु औषधको भण्डारण हो। त्यस कारणले पनि भविष्यको क्षितिजमा हामी लम्की हेर्दा पनि कुनै प्रकारको त्यस्तो सम्भावना, आशाको त्याङ्ग्रो धर्सो हामी देख्दैनौँ। त्यस कारणले पनि यो राजतन्त्र फिर्ता हुनेवाला छैन नेपालमा।
अर्को कुरा परिस्थिति पनि छैन, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि छैन। त्यसको सन्दर्भमा व्याख्या गर्ने समय यहाँ छैन। जसले राजा फर्काउँछु भनिराखेका छन् ती राजा फर्काउँछु भन्नेहरू नक्कली राजावादीहरू हुन्। कसरी नक्कली राजावादी? यस कारणले नक्कली राजावादी हुन् तिनीहरू। यतिसम्म अधर्मी गीतामाथि हात राखेर अब यो पार्टी कहिले पनि फुट्ने छैन भएर नेपाल र नेपालीको सामु प्रतिज्ञा गर्ने मुसा प्रवृत्तिको मान्छेले 2 महिना नपुग्दै पार्टी फुटाएको इतिहास पनि छ। उनीहरू गीता पनि मान्दैनन्, धर्मको कुरा गर्छन्। जब गीता मान्दैन भने उनीहरू कसरी हिन्दू धर्मको हिमायती हुन्? उनीहरू कसरी हिन्दू राष्ट्र र राजतन्त्रको हिमायती हुन्? ती त नक्कली हुन्। एकजना साथी हिजो पत्रकारिता गर्थे। पत्रकारितामा उसले गरेको विभिन्न इन्टरभ्यूहरूमा, बेला बखतमा गरेको भाषणहरूमा त्यति मात्रै एउटा साझा पार्टी खोलिएको थियो नेपालमा, पछि विवेकशीलमा रूपान्तरित भयो। त्यहाँ पनि चर्को गणतन्त्रको एजेन्डा छ। आज एकाएक कसरी ती मान्छेहरू राजावादी भए? अरू कुराहरू थुप्रै छोडिदिउँ। ज्ञानेन्द्र शाही भन्ने एकजना साथी हुनुहुन्छ, उहाँ त चर्को गणतन्त्रको कुरा गर्थे। यी सबै हेर्दाखेरि यिनीहरूमा स्वार्थ छ। यिनीहरू नक्कली राजतन्त्रवादीहरू हुन्। यिनीहरूको भान्सालाई उज्यालो बनाउनुको निम्ति, भान्सामा भत्तर चलाउनुको निम्ति, आफ्नो जीवन धान्नुको निम्ति राजाका कुरा गरिराखेका छन्। यो षडानन्दको पवित्र भूमिबाट, यो षडानन्द र योगमायाको क्रान्तिकारी माटोबाट एकचोटि हामीले त्यतातिर फर्केर भन्नै पर्छ, खबरदार। इतिहासको रक्षानमा मिल्काएको तिमी ज्ञानेन्द्र शाह धेरै अरूको खुट्टामा नहिँड, योभन्दा भयानक दुर्घटना हुन सक्छ। ससम्मान तिमीलाई नागार्जुनको दरबार दिएको छ, सरकारले सुविधा दिएको छ, सुरक्षा गार्ड दिएको छ। अरू देशमा त राजतन्त्रको अन्त हुँदाखेरि राजाको टाउको काटिएको थियो, राजालाई आजीवन कारावास हालेको थियो, जीवनभरि देश फर्किनु नपाउने सीमाना कटाइएको थियो। नेपालमा त्यस्तो भएको छैन। तपाईले कसैको उक्साहटमा प्रायोजित ढङ्गले लाग्नु भएछ भने तपाईको सम्मानित जीवन नागरिकको स्तरमा बिताउने जीवन पनि अन्त हुनेछ। हामी यो षडानन्दको भूमिबाट जानकारी गराउन चाहन्छौँ। सम्भव छैन। हिजो तपाईकै गलत क्रियाकलापले गर्दाखेरि तपाईले गरिराख्नु भएको रजगज घुमेको कुरा पनि तपाईलाई नै थाहा होला। हेकारोस् तपाईको दायाँ बायाँ बस्ने गृहमन्त्री प्रधानमन्त्रीहरूले केही नै भएको छैन महाराज नेपालमा भनेर तपाईलाई रिपोर्ट बक्साइरहँदाखेरि महाराज सायद रक्सीको नशामा हुनुहुन्थ्यो होला नारायणीमा, तर हेलिकप्टरबाट हेर्दाखेरि त काठमाडौँ जनताले घेरिसकेको थियो। तपाईको अन्त त्यही भएको थियो। तपाई बाँसको खुट्टामाथि नहिँड्नुहोस्, तपाई परालको खुट्टामाथि नहिँड्नुहोस्, तपाई आफ्नो खुट्टामाथि उठ्नुहोस्, नागरिकले दिएको सम्मानित जीवन बिताउनुहोस्, तपाई मन्दिर जानुहोस्, तपाई पशुपतिमा गएर आराधना गर्नुहोस्, मुक्तिनाथमा गएर पूजापाठ गर्नुहोस्, त तपाईलाई छुट छ। तर तपाई फेरि गणतन्त्रमाथि तपाईले छड्के नजर लगाउनु भएछ भने तपाई आज हिँड्दै गरेको तपाईप्रति 2-4 जनाले गर्दै गरेको जय जयकार पनि अन्त हुनेछ। तपाईलाई नै थाहा छ त 2058 सालमा जतिखेर तपाईले नेपालमा सङ्कटकाल लगाएर मुक्तिको झण्डा उठाउने एउटा निर्दोष मान्छेमाथि गोली ठोक्दा तपाईको जय जयकार नगरमा हुन्थ्यो त? किन थामेन त्यो भिडले तपाईलाई? किन थामेन? त्यसकारणले अलिकति पनि उक्साहटमा नपर्नु होला, आफ्नो खुट्टामा उभिनु होला भन्ने म अनुरोध, अपिल र खबरदारी अर्थात् चेतावनी म गर्न चाहन्छु। ती नक्कली राजावादी हिजो बरु मधेसवादी दलहरूले संविधान जारी गर्दाखेरि 2072 को संविधानमा हस्ताक्षर गरेको छैन। तर आज राजा चाहिन्छ भन्ने पार्टी जतिखेर सरकार
95% भन्दा पनि बढी सर्वस्वीकृत संविधान भनेर जारी गरिएको छ। के तपाईँलाई लाज लाग्दैन? उनीहरू भन्छन् र तर्क गर्छन् जनता रिसाएको छ, गणतन्त्रवादीहरूले लापरवाही गरो, भ्रष्टाचार गरो, जनता रिसाएको छ भन्ने तपाईँहरूको तर्क छ। सही हो, हामी स्वीकार्छौँ जनता रिसाएको छ। दिङलाबाट गाडी चढाएर दिउँसोको 2 बजी धरान पुर्याउँछु भन्ने ड्राइभरले तल फेरि तारमुनि लेउती खोलाको किनारमा गाडी बिग्रिँदाखेरि समयमा नपुग्दाखेरि जनता रिसाएको छ। तर जनता दिङला फर्किनुको लागि रिसाएको छैन। त्यसकारणले गाडीको सर्भिसिङ छिटो गरौँ, अर्थात् गणतन्त्र। लोकतन्त्रमा समस्याहरू छ भने त्यसलाई उपचार गरौँ। ड्राइभरलाई अलिक स्मार्ट ड्राइभर हामीले छानौँ। निर्वाचनबाट 5 वर्ष तिमीले यो देश चलाउने तिमी ड्राइभर हो भनेर लाइसेन्स दिने अधिकार त लोकतन्त्रमा जनतामै छ त, जनतामै छ। त्यसकारणले आउँदै गरेको निर्वाचनहरूमा पनि अब टोल टोलमा, गाउँ गाउँमा, चौतारामा, मेलामा, खेतमा बसेर, चिया कफीमा बसेर नेपालको ड्राइभर कस्तोलाई बनाउने, योग्यलाई बनाउने कि अयोग्यलाई बनाउने, भ्रष्टाचारीलाई बनाउने कि सदाचारीलाई बनाउने भन्ने चाहिँ नेपाली जनताले आजैदेखि छलफल गर्ने बेला चाहिँ आएको छ। तर फेरि पनि दोहोऱ्याउँछु, लेउती खोलाको किनारमा बिग्रेको गाडी दिङलै फर्किनुको निम्ति जनता रिसाएको होइन, पछाडि फर्किनुको निम्ति जनता रिसाएको होइन, अगाडि जानुको निम्ति हो। हामीले आजको युग सुहाउँदो सुपर एक्सप्रेसमा चढाएर जनतालाई हामीले, देशलाई हामीले गन्तव्यमा पुर्याउनु पर्नेछ। अब अर्को कुरा, हिजो जतिखेर यो देशमा लोकतन्त्र थिएन, गणतन्त्र थिएन, लोकतन्त्र र गणतन्त्र नभएको बेलामा 2-4 जना मान्छे दिङलाको बजारमा, कुनै चौतारामा, बरी पिपलको फेदमा बसेर कुरा गर्दाखेरि बोली ठोकिन्छ। बोल्नै नपाउने, लेख्नै नपाउने व्यवस्था नेपाली नागरिकले चाहेको छैन। हो, गणतन्त्रमा, गणतान्त्रिक व्यवस्थामा नेतृत्वहरू, केही मान्छेहरू, केही दलहरू खराब हुँदाखेरि खराब कुराहरू बाहिर आए, लेख्न पाएर पाए त, बोल्न पाएर पाए त। राजाको पालामा कसले बोल्न पाउँथ्यो? जहाँ त्यतिखेर लोकतन्त्र थिएन, जहाँ त्यतिखेर गणतन्त्र थिएन, कसले बोल्न पाउँथ्यो? आज त लेख्ने र बोल्ने मात्रै होइन, प्रचण्ड नेतृत्वको सरकारले, नेकपा माओवादीको नेतृत्वको सरकारले ठुला ठुला अपराधीहरूलाई जेल पनि ठोक्न थालेको छ। यो श्रृङ्खला अब रोकिने छैन।